है ऊ त्यो मेरो अफिस हो यता स्वास्थ्य चौकीहरू छन् यस्तो छ यहाँको ठाउँहरू चाहिँ गाइस हाम्रो बिहानको सुरुवात भइसकेको छ तातो तातो पानी लिएर अनि हामी खाँदैछौँ तातो तातो पानी र आजबाट मैले चिया खान छोडेको अवस्था टोटल्ली सधैँको लागि छोडेको त होइन केही समयको लागि छोडेको र वेलकम टु माई भ्लग एन्ड इट्स डे 25 भ्लग आउट अफ 365 डे च्यालेन्ज विकास है त बिहान उठेको आमा चाहिँ मेरो कुरा सुनेर छक्क परेर बस्नु भाइ के बोल्यो होला यो बाबुले होइन सोचेर सोचेर भन्दा केही भने होइन वातावरण यस्तो छ आज अलिअलि हुस्सु जस्तो पनि थोरै थोरै छ होइन अनि अलिअलि मधुरो मधुरो छ अनि त्यसपछि यो तलतिर चाहिँ सायद मेरो विचारमा धेरै नै गैँडाकोटतिर चाहिँ धेरै हुस्सु लाग्यो अहिले हाम्रो घरतिर चाहिँ घाम लागिसक्यो होला अनि गैँडाकोटभन्दा यतातिर के छ भन्दाखेरि अलिअलि त्यो नारायण नदीको आउँछ नि त बाफ जस्तो अनि त्यसले गर्दाखेरि चाहिँ हुस्सु लाग्छ र आज म चाहिँ मर्निङ वाक गर्नको लागि जान लाग्यो यस्तो रेडी छ अब लगभग यसो आधा घन्टा एक घन्टा त होइन आधा घन्टा जति हिँड्छु म अब सुरु पानी खानु भएको अनि मोटा र हैरान भइरहेको मलाई मेरो ओभरवेट भइरहेछ अनि त्यसले गर्दाखेरि चाहिँ अब डाइटिङको प्लानिङ पनि गर्दैछु र आज बेलुकाबाट चाहिँ खाना पनि खाँदिनँ मैले त्यो अब डाइट नगरेको चाहिँ खानै नखाने त होइन खाना चाहिँ नखाने अब अरू अरू बिस्कुटहरू एउटा थोरै होइन अलिकति यसो आधा पेट भयो क्या यो बोसोहरू सब लस हुन्छ नि त होइन अलिअलि बोसो लगाइरह त्यही भएर अरू होइन पेट चाहिँ अलिक बढी बढिरह त्यही हो दुब्लाउनु त पऱ्यो फेरि होइन ब्लड प्रेसर पनि बढा जस्तो भइरहेको क्या अलिअलि बिहान हिँड्न चाहिँ एकदम राम्रो हो होइन सबैलाई थाहा छ तर हिँड्न चाहिँ एकदम कतिपय समय मन लाग्दा पनि अल्छी लागेर उठ्न सकिँदैन नि त अनि यता चाहिँ मेरो अफिसहरू हो ऊ त्यो मेरो अफिस हो यता स्वास्थ्य चौकीहरू छन् यस्तो छ यहाँको ठाउँहरू चाहिँ यो पनि मसँगसँगै आएको छ अब एकदम स्यालको मुख परेको कुकुरको बच्चा हिँड्छु है त यस्तो छ यहाँको सर चाहिँ यहाँ चाहिँ यस्तै घरहरू अलिक पातलै छ छन चाहिँ त्यो छैन अब मेरो विचारमा भोलिको दिनमा यो ठाउँमा धेरै बाक्लो बस्ती चाहिँ हुन्छ हुन चाहिँ अहिले तत्काललाई चाहिँ छैन किनकि यहाँ सेन्टरमा एउटा कार्यालय छ नि त त्यही भएर यहाँ चाहिँ नभए भोलिको दिनमा चाहिँ यहाँ एकदम बाक्लो बस्ती चाहिँ हुन्छ यस मेरो साथी चाहिँ पोप आएछ कि है पप्पा ल एकछिन मुद्यो नि त मुद्यो ल खै त सुरु त मुद्दे हान्थ्यो यार स्टाइल त दिइरहेछ मुद्दैन कि यार यस्तो दिन्थ्यो नि है ल अनि माथि जङ्गलमा आएको चाहिँ यस्तो छ जङ्गल होइन अलिक डर लाग्दैन छ छन चाहिँ यहाँ चाहिँ अलिअलि कुनै बेला चाहिँ बाघहरू पनि डर त हुन्छ भन्ने कुरा सुनेको मैले त्यो कुकुर आएछ मैले तर कुकुरले लगिन्छ होइन अब यस्तो हान्नु पऱ्यो कि अलिअलि पुसअपहरू हान्नु पऱ्यो थोरै होइन त्यहाँ चाहिँ त्यसले मुदेको है के लाग्छ होला किन मुद्छ यस्तो चिट हालेर है अनि अब त्यहाँदेखि मुद्नु लाग्छ तर नजाएको मैले मुद्दे त मुद्दै होइन क्या अन्त खुट्टा उठाइसक्यो अब यसो हाल्नु पऱ्यो होइन साइज
कसो भन्नु या फिर गिटीले हात दुख्छ कि यार यस्तो गर्दाखेरि भन्दा लगाने अत्था यहाँ हेर हात कस्तो भएको अम्मा यस्तो गाडी दुख्ने क्या हात ल यस्तो एक्सर्साइज अब यहाँ घर फर्किन्छु मेरो साथी अहिलेको साथी पप्पो अब यस्तो छ यहाँ चाहिँ अनि केरा खेतीहरू अलिक बढी हुन्छ यसलाई केरा जोन पनि भनिएको छ अलिअलि माथि एरिया त बस्यो नि भन्नेलाई चाहिँ सुन्तला जोन यो साइडलाई रतनपुर भनिन्छ यो साइडमा गाउँ छ एउटा बस्यो नि भने चाहिँ माथि चाहिँ डाँडा नभए त हो ल अब जाउँ म तलतिर पप्पा औ औ जाउँ ओके हे आयो मास्तिर जानु खाएर होला नजाने मास्तिर त घाम पनि माथि आइसक्यो अहिले त्यही आजदेखि चाहिँ अब अलिक त्यो हेल्थ ध्यान दिनु पऱ्यो यार हिजो अस्ति चाहिँ यस्तो भएको क्या त्यो टाउकोमा झट 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 हानेर यार बिक्री गरेर होला त्यो दिन अनि कस्तो त्यो चिल्लो मोमो खाएको थिएँ कि मैले मोमो अनि त्यो पुरा झोलवाला मोमो क्या भित्र तेल तेल हुने तेल जस्तो झोल हुन्छ नि त त्यो खाएको आएर अनि नुन पनि यस्तो चल्को थियो त्यो मोमोमा बेलुकातिर त आम्मा टाउकोतिर त झुट झट 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 हाल्छ अनि खतरा हुन्छ नि त अबदेखि खाना मेन्टेन गर्ने त्यस्तो अब रुममा आइयो उसै नखाने चिया नखाने त केरा चाहिँ खान्छ कि है एकदम हुन्छ गोलियो हुन्छ हुन त तर मैले डिसेस हानेको होइन गुलियो भए पनि यो चाहिँ एकदम राम्रो हुन्छ अरे कि यसमा चाहिँ त्यो नेचुरल सुगर हो होइन त्यसपछि यसले लट अफ फाइबर हुन्छ यसमा भिटामिन पोटासियम होइन धेरै मिनरल्स हुन्छ जुन स्वास्थ्यको लागि धेरै राम्रो प्लस पहिलो कुराको त्यो एकदम नरम हुन्छ नि त इट इज भेरी यु नो सिम्पल टु डाइजेस्ट ओके साथीहरू अब आजको दिन यसरी निक्लेको छ ल हेर्नुहोस् म अफिस गएर नि अहिले आइसकेँ अहिले लगभग साढे 4:30 बजी लगभग होइन अनि ओछ्यानमा लडबडी गरेको यसो फोहोर ला कि आमा है आमा फोहोर ला यहाँ हेर न ल अहिले त्यो गुन्द्रीमा सुतेको एकछिन यसो एक्सर्साइज गरेको फोहोर लाग्यो कि यो यसो गर्नुपर्छ टटाइदिन्छ टटाइदिन्छ ल सुन्ने मगर भाषा बुझ्ने चाहिँ के भने यसो बुझ्नु होला साँच्ची यहाँ गुन्द्रीमा लडबडी खेलाइरहेछु अनि जस्तो लाग्छ ए अलिअलि यहाँ बुझ्ने बेला भएछ कि मैले भने साँच्ची यहाँ गुन्द्रीमा लडबडी खेलाइरहेछ यहाँ
4x4 टाँसेछ त्यही टक्कै दिएर भन्छ कि हाम्रो आमाहरूको चाहिँ यहाँ आँपको बोट पनि रहेछ अनि आँपको बोटमा चाहिँ आँप त फले छैन अहिले अनि आँप फल्यो भने त्यति खान मिल्दैन अरे भन्थ्यो पिइन्छ अरे बढी भन्थ्यो अनि केरा चाहिँ आमाले अघि मलाई फेरि दिनुभएको थियो 4-5 वटा कोसा अनि फेरि खाइयो एउटा अनि बिहान 3टा केरा खाइयो अहिले एउटा 4वटा केरा खाइयो यी हाम्रो यहाँ आमाहरूको कत्रा सिमीहरू मजाले फलेछ चाहियो भने लिन आउनु होला किनकि हाम्रो आमाहरूले त सिमी खानुहुन्न यता लोकलको कुराहरू पनि छ लोकलको कुरा खानु मन लाग्यो भने आउनु होला यसो यता चाहिँ पाइन्छन् एकदम मुफ्तमा यो केरा त जति खानु हुन्छ कि यो होइन यो केरा चाहिँ अब खान्छु एउटा अर्को छ मसँग सधैँ रुममा आमाहरूले यता चाहिँ खेती गर्नु भएको छ यसरी हेर्नु होला है फेरि अब त्यही हो आजको भ्लग लगभग हामी इन्डिङमा आइसकेको छौँ आज खासै त्यस्तो स्पेसल कुराहरू केही पनि भएन यस्तै त सधैँ हरेक दिन स्पेसल पनि हुँदैन होइन अँध्यारो भइसक्यो लगभग अनि आजको डे मैले बिर्सेँ यार डे कति हो आजको डे कति पनि बिर्सेको यस्तो दिन पनि आउँदो रहेछ कि ब्लग बनाउँदा अनि म हेर्दैछु है मोबाइलमा आज डे 24 डे 25 भ्लग रहेछ आज र आज फाइनली डे 25 को भ्लग पनि हाम्रो कम्प्लिट भएको छ त्यही हो अब खाना खाइँदैन कचोरी भन्नु मैले है तर केरा चाहिँ फेरि खान्छु है म केरा चाहिँ खान्छु है म पनि केरा नखाए त हुँदैन साथी बेलुकाको धेरै समय यो केरासँगै आजको मेरो भ्लग एन्डिङ गर्न चाहन्छु अब त्यही यो खानासँग खाइँदैन यही हो तर पसल गरेर अलिकति नुन खानुपर्छ है त्यही हो अब भोलि भेट्यौँ होला बाइ सी यू टेक केयर